चिक्ने त्यही भनेको मलाई पक्रेर त्यो एयरपोर्टमा त्यो त्यो आएर हुन्छ नि त्यो पासपोर्ट सासपोर्ट त्यो यसो इन्ट्री पोइन्टमा के चेकिङमै अनि ए त भाइ आएछ तेरी मास चिक्ने A69 TTV sent a super chat. दसैँ हो क्या तिनीहरूको लागि $6.99. Talo dekanu ta भाइ alapita तँलाई expert धेरै Dr. राडी लाग्यो Herdecha stream tape ko kapal palahucha ava. पर्के भाइ पर्के दाइको ड्रेड हेर्न देख्छस् अनि भाइ यार भने त अनि त्यो लाइनमा क्या चेकिङ गर्दैछ होइन यसो खोइ 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 तपाईँको ब्याग भाइ अनि चिक्ने त्यसपछि पक्रेपछि त मुजी त्यो मुजी अनि घन्टी होइन त मुजी ज्याम होइन अनि त्यस्तो त रुँदिनँ भित्रबाट चाहिँ होइन क्या दाइ प्लिज भन्यो प्लिज दाइ प्लिज म कहिले पनि त्यस्तो गर्दिनँ क्या दाइ प्लिज होइन तर बाहिरबाट चाहिँ दुखेन हौ भाइ खोइ दुखेन यार भाइ म नि त्यस्तै गर्नु पर्ला सरले त्यो सानोमा हान्दा म त्यस्तै गर्थेँ कहिले जस्तो गरिन्थेँ यस्तो हान्थ्यो होइन ड्या यस्तो हान्यो नि होइन त्यो अब थाहा छ क्या भाइ यहाँ मर्ने आँटेको छैन त्यो ब्याङ हान्यो होइन ढिट्क्या हाने अनि सट्ट गयो होइन त्यो भित्रभित्रै त्यो मर्नु भएको छैन अनि बाहिर दुखेन भाइ त्यो हल्का उद्योग गर्छ यस्तो अनि त्यो के अरे त्यो सरले पनि घरिघरि हान्दाखेरि म्याच चिक्ने त्यो केही एक्सप्रेसन दिएन भनेर क्या अरे यो त थेत्तरो रहेछ भनेर म्याच चिक्ने हान्ने थेत्तरो भएको होइन भाइ म चाहिँ मुतै आइसक्यो चिक्ने नदेखेको दुखिरहेछ म चाहिँ कस्तो दुख्दैन चिक्ने म्याच चिक्ने तँलाई हान्नु रन्डीको छोरो त्यस्तो हान्दा दुख्दैन दुखिरहेछ भाइ त्यत्रो सानो फुच्चेले त्यत्तिको ढिट भएको त म्याच चिक्ने त्यो दिएन भाइ अब खतरा रहेछ म्याच चिक्ने रेस्पेक्ट चाहिँ पाइसै भाइ पाइस म्याच चिक्ने दिएन बरु रन्डी सँगैमा त्यहाँ मुजी त्यत्रो चिक्ने त्यो 50जना स्टुडेन्टहरू देखेको छ तिमीहरूले ल थाप बनाउँदा त्यो पहिला त्यो अहिले कति पहिला थाप बनाउँदाखेरि ए सिधा उभि अनि सँगैमा दाइ गरेर यहाँ म्याच चिक्ने डेट ड्याम सिधै भाइ यत्रो सानो हुँदा पनि क्या भाइ अनि थेत्रो भएछ त अर्को थाप अझै केटाहरूलाई देखाउनु कोही बेला होइन भाइ त भन्दा म मर्दो भनेर होइन त्यो 2-4-5 खानु छ नि होइन यो दिन थियो क्या यही यसले त एकै थाप दियो त एकै हो भाइ भित्रबाट चाहिँ त्यो भएको छ भित्रबाट बाहिर के भन्नु खोज्यो ग्याङ बुझिस् नि भाइ यस्तो हो क्या नि कस्तो त्यो मुभी बनिँदो रहेछ डान्सको